ऊ चाहिँ हिजो आइपुगेको यिनीहरू दुईजना के गर्दैछ ओइ यता म फेरि अर्को भिडियो लिएर आएको छु अनि चाहिँ कति महिना बाद नै युट्युबमा चाहिँ मैले भिडियो नै हालेको हामी मकै यहाँनिर गोड्दैछ सो हेलो गाइस गुड मर्निङ और आज चाहिँ है तपाईँलाई हामी चाहिँ न्यू भ्लग लिएर आएको छु आजदेखि चाहिँ है हामी युट्युबमा चाहिँ भिडियो हाल्छु हाम्रो डेली भ्लग है चिवाङ्गी हाम्रो नानी पनि यत्रो ठुलो भइसकेको छ है अर्को महिना त टक्कै 1 वर्ष पुग्छ र पानी चाहिँ एकदम पर्दैछ सिम 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 र त्यही हो है पछाडि चाहिँ कमिका कहाँ हो तिमी पानी पर्यो भाडा दिनु हुन्छ हो हाम्रो चाहिँ अन्त हाम्रो चाहिँ यहाँ पानी पर्दैछ शिवाङ्गी छाता छ त को हाम्रो शिवाङ्गी हो के खाँदैछ शिवाङ्गी चाहिँ पापा खाँदैछ है जसले ऊ चाहिँ हिजो आइपुगेको यिनीहरू दुईजना त आज आएको है त्यही हो हाम्रो भ्लग चाहिँ हेरिदिनुहोस् होला है हामी देखाउँछौँ है अब चाहिँ कन्टिन्यू हाल्नेछौँ है डल्ले हो पक्कै हो ल त ल है एकछिनमा भेटौँ होला है गाइस पानी चाहिँ एकदम ठुलो पर्दैछ नि त त्यही कारणले गर्दाखेरि ल त्यसले चाहिँ के गर्दैछ यहाँ के गर्दैछ ओइ यता त्यसलाई त खेल्ने जग्गा दामी बनाइदिएछ र मजाले खेल्दैछ मजाले खेल्दैछ शिवाङ्गी हेलो र अब चाहिँ म त सब्जी बनाउनु आँटेको है अहिले भर्खर मसरुम चाहिँ त्यो मसरुम चाहिँ बनाउनु आँटेको है अब चाहिँ बनाउनु पर्छ सब्जी लगाइ त अहिले भेटौँ होला है हेलो एभ्रिवान आज चाहिँ म फेरि अर्को भिडियो लिएर आएको छु अनि चाहिँ कति महिना बाद नै युट्युबमा चाहिँ मैले भिडियो नै हालेको थिइनँ सो आजदेखि चाहिँ हाल्दैछु अन्त अहिले हामी चाहिँ खानासाना पकाइसक्यो मैले चाहिँ अन्त आज म चाहिँ यता जाँदैछु होइन बल्ल बल्ल पानी रह्यो नि त पानी पर्दै थियो अनि यहाँ चाहिँ यस्तो भइरहेको छ अन्त म र मेरो छोरी चाहिँ पऱ्यो यसलाई डुलाउँदै डुलाउँदै यहाँ ल्याएको सो हेर्नुहोस् होला हाम्रो भिडियोस होइन आज युट्युबमा हाल्नेवाला छु सो हेर्नुहोस् होला धेरै ग्याप भएको थियो नि त युट्युबमा नहालेको चाहिँ अनि म चाहिँ फेरि अल्छी लाग्छ हो के बनाउनु हुन्छ कन्टेन्टै पाउँदिनँ अन्त फेसबुकमा चाहिँ हाल्दै थिएँ नि त त्यही भएर चाहिँ अल्छी लाग्छ के गर्नु होइन फेरि दिन पनि यस्तो हरेस लाग्दो भइरहेको कि पानी भला भला गइरहेको छ हो यसलाई डुलाउँदै लिएको यो छोरीलाई यस्तो छ दिनहरू यस्तो भएछ दिनहरू है दिनहरू हेर्नुहोस् न यस्तो भएछ हामी मकै यहाँनिर गोड्दैछ यहाँ चाहिँ साग गर्दैछु सरी मकै गर्दैछ यहाँ चाहिँ मकै गर्दैछ के हुन्छ मुख पनि सिमरायो पो अरे त्यही हो यो चाहिँ सुतेर उठेर झिँगा आँखामा झिँगा भुसुना आएर होइन आँखा बन्द गरेर अन्त अलिक मजाले गर बसेर गर्नुपर्छ त के हेरेको त्यो हुन्छ जा त पनि गर्नु जा झारे गर्नु झाले गर्नु जासिर ल
झार गर्नु जा जानु जानु जाने के गरेछ अरे उहाँ पर उखाल्नु त अलिक ज्यादा भएकोमा त्यो भुँदै नभएकोमा उखाल्दो रहेछ यो चाहिँ झ्याल बढेको है आज चाहिँ एकदमै राम्रो फलिरहेको छ पाक्ने बेला पाक्ने बेलामा एकदम पाकेपछि चाहिँ गुल्ले गुल्ले हुन्छ हार्छ चाहिँ है पक्रिदे छिटो पक्रिदे छिटो के खाएको ला हेर्दैछ अन्खिँदै हेर्दैछ के खाएको अब चाहिँ है झालमुरी खाऊँ भन्दैछ नि दिदीले अनि अब चाहिँ खान झालमुरी खान आँटेको गरिसक्नु आँट्यो र अहिले झालमुरी खाने बेला पेटौँ होला गाइस चाहिँ झालमुरीको सामान आइसक्यो के फिटाउनु यति नै त अनि अकबरे यो त एकदम पिरो हुन्छ अकबरे $200 को सामान हो यो चाहिँ झालमुरीको चारवटा रहेछ अकबरे त आम्मा खाऊ खोर्सानी यत्रो हाल्ने टमाटर यहाँ भान्चिस यहाँ पनि भान्चिस यहाँ त मुरैस कहाँ छ त हौ यहाँ सुतिरहेको छ बेबी हामी दुसै बनाऊ खाइदिउँ है पिरो 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 झालमुरी झालमुरी चटपटे 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 पिटा पिटा एकदम दामी बनिँदैछ यहाँ चटपटे छिटो छिटो खानु कस्तो मजा आउँछ है प्याज काट्ने छैन साह्रो पर्छ आँखा भएर सबैजना मिली खान थालिसकेको छ म पनि खाँदैछु आजको भिडियो चाहिँ यति नै थियो है र चाहिँ नेक्स्ट ब्लगमा भेटौँ होला आजको भिडियो यति नै हो मलाई लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला नबिर्सी र त्यही है हजुर सिरियल माया सपोर्ट दिनुहोस् होला बाई बाई गुड नाइट